प्रिय आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, ख्रीष्ट येशूको नाममा जय मसिह। बिहानको प्रार्थना सुरु गर्नुभन्दा पहिला म आज केही थोरै सन्देश बाँड्न चाहन्छु। विजय परमेश्वरले दिन्छ भन्ने विषयमा थोरै कुरा गर्न गइरहेको छु। मानव जीवनमा हरेक दिन सङ्घर्ष हुन्छ, रोगसँग, समस्याहरूसँग, प्रलोभनसँग अनि शत्रुसँग पनि। हामी आफ्नै बलबुद्धिले लड्न खोज्छौँ, तर बाइबलले के भन्छ भने सच्चा विजय हाम्रो बलमा होइन, परमेश्वरमा हुन्छ। आमेन। प्रस्थान 14:14 यसरी लेखिएको छ, परम प्रभु नै तिमीहरूका निम्ति लड्नु हुनेछ, तिमीहरू केवल स्थिर बस। अनि 1 कोरिन्थी 15:57 यसरी लेखिएको छ, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। आमेन। यहाँ स्पष्ट छ, विजयको स्रोत हाम्रो प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ। रोमी 8:37 पनि यसरी लेखिएको छ, होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौँ। आमेन। यसले देखाउँछ कि ख्रीष्टको प्रेममा हामी केवल विजेता मात्र होइन, अत्याधिक विजेता हौँ। आमेन। त्यसैले दाजुभाइ दिदीबहिनी हो, याद गरौँ, विजय पैसा, शक्ति वा मानव प्रयासबाट होइन, विजय परमेश्वरको अनुग्रह र येशू ख्रीष्टद्वारा मात्र सम्भव हुन्छ। जब हामी परमेश्वरमाथि विश्वास गर्छौँ, उहाँ हाम्रो निम्ति अगाडि बढेर लड्नुहुन्छ। हामी शान्त भएर उहाँमाथि भरोसा गरौँ, विजय त उहाँकै हातमा छ। आमेन। प्रिय आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, अब हामी सबै मिलेर एकै आत्मा, एकै विश्वासमा हाम्रो प्रभुको सामु प्रार्थनाको आरम्भ गरौँ। हे स्वर्गीय पिता, आज यो नयाँ बिहानमा हामी सबैलाई उठाइदिनु भएकोमा धन्यवाद गर्दछौँ। रातभरि तपाईँले हाम्रो वरिपरि स्वर्गदूत पठाएर सुरक्षित राख्नुभयो, त्यसको लागि हामी तपाईँको महिमा गर्दछौँ। प्रभु, तपाईँको प्रेम र दयाले हामी नयाँ दिन हेर्न पाएका छौँ। यो श्वास, यो स्वास्थ्य, यो जीवन सबै तपाईँको अनुग्रह हो। प्रभु, आजको दिन हामी तपाईँलाई समर्पण गर्दछौँ। हाम्रो बोली, विचार, काम र बाटो सबै तपाईँले निर्देशन गर्नुहोस्। हाम्रो आँखा तपाईँको वचनमा, कान तपाईँको आवाजमा, हृदय तपाईँको प्रेममा र हात तपाईँको सेवामा प्रयोग होस्। धेरै मानिसहरू आज रोग, अभाव, समस्या र पीडामा छन्, तर तपाईँको कृपाले हामी उठेका छौँ। त्यसको लागि हामी हृदयदेखि धन्यवाद गर्दछौँ। आज हामीलाई अनुशासनमा राख्नुहोस्। हाम्रो परिवार, हाम्रो काम, हाम्रो यात्रा, हाम्रो योजना सबैलाई तपाईँको हातमा राख्दछु। प्रभु, तपाईँको आशीर्वादले हाम्रो घर भरियोस्, तपाईँको शान्तिले हाम्रो मन भरियोस्। प्रभु, अनि म हाम्रो परिवारको लागि प्रार्थना गर्दछु। हे दयालु पिता, आज म मेरो परिवारलाई तपाईँको सामु ल्याउँछु। हाम्रो आमा बुबा दाजुभाइ दिदीबहिनी, छोराछोरी, भाउजू, ज्वाइँ सबैलाई तपाईँको शक्तिशाली हातमा राख्दछु। प्रभु, हाम्रो परिवारलाई रोग, दुर्घटना, गरिबी, शत्रु र आपद विपत्तिबाट जोगाउनुहोस्। हाम्रो घरमा मेलमिलाप, प्रेम र शान्ति बढोस्। कुनै झगडा, कलह वा विभाजन नहोस्। हामीलाई आत्मिक रूपमा बलियो बनाउन मद्दत गर्नुहोस्, ताकि हरेक सदस्य तपाईँको वचनमा दृढ रहन्। प्रभु, हाम्रो घरमा केवल बस्ने ठाउँ होइन, तपाईँको उपस्थिति रहने पवित्र स्थान बनाइदिनुहोस्। जसरी येशूले भनेका थिए, म र मेरो परिवार परमेश्वरको सेवा गर्नेछ, त्यसै गरी हाम्रो परिवार पनि तपाईँलाई मात्र सेवा गरोस्। हामी धन्यवाद गर्दछौँ, किनकि तपाईँ हाम्रो घरको ढाल र उद्धार हुनुहुन्छ। हाम्रो छिमेकी र वरपरका लागि प्रार्थना। हे परमेश्वर, आज म हाम्रो छिमेकी र वरपर बस्ने सबैलाई तपाईँको सामु ल्याउँछु। जसरी तपाईँले हामीलाई आशिष दिनुभयो, त्यसै गरी हाम्रो छिमेकीहरूलाई पनि आशिष दिनुहोस्। उनको घरमा शान्ति रहोस्, परिवारमा मेलमिलाप रहोस्, जीवनमा सफलता रहोस्। जो रोगी छन् उनीहरूलाई चङ्गाइदिनुहोस्, जो दुःखमा छन् उनीहरूलाई आशा दिनुहोस्। हाम्रो टोल, गाउँ, सहरमा तपाईँको शान्ति छाओस्, देश झगडा, अन्धकार हटोस् र तपाईँको ज्योति चम्कोस्। प्रभु, हामीलाई हाम्रो छिमेकीलाई प्रेम गर्ने, सहयोग गर्ने र तपाईँको प्रेम देखाउने आत्मा दिनुहोस्। प्रभु, अनि हाम्रो राष्ट्र नेपाल र विदेशी देशहरूको लागि प्रार्थना। हे परमेश्वर, आज हामी हाम्रो प्रिय राष्ट्र नेपाललाई तपाईँको सामु ल्याउँछौँ। तपाईँले हाम्रो देशलाई हिमाल, पहाड, तराई, नदी, नाला र सुन्दर प्रकृतिले सजाउनु भयो, त्यसको लागि धन्यवाद गर्दछौँ। प्रभु, अहिले देशमा जुन नेतृत्व छ तिनीहरूलाई तपाईँको बुद्धि, ज्ञान र न्यायले भरिदिनुहोस्। भ्रष्टाचार, अन्याय, हिंसा र देश हटोस्, सत्य, शान्ति र प्रेम बढोस्। हाम्रो देशमा सबै जात, भाषा, धर्मका मानिसहरू बीच एकता रहोस्। कसैलाई भेदभाव नगरियोस्, बरु सबैले एक अर्कालाई तपाईँको सन्तान ठानेर प्रेम गरून्। जो नेपालीहरू विदेशमा काम, पढाइ वा सेवामा छन् उनीहरूलाई पनि सुरक्षा, आशिष र सफलताले भरिदिनुहोस्। हामी हाम्रो राष्ट्रलाई तपाईँको हातमा अर्पण गर्दछौँ। त्यसै गरी हाम्रो चर्च र मण्डलीको लागि प्रार्थना गर्दछु। हे प्रभु येशू, हामी तपाईँलाई धन्यवाद गर्दछौँ, किनभने तपाईँले हामीलाई हाम्रो चर्च र मण्डली दिनुभयो। यो स्थान तपाईँको प्रेम र वचनले भरिएको छ। हाम्रो फादर, गुरुआमा, सेवक, सेविका, अगुवा, शिक्षक, गायक, दस्ता र सबै सदस्यलाई पवित्र आत्माले बलियो पारिदिनुहोस्। हाम्रो मण्डलीमा आउने सबैले तपाईँको उपस्थिति, शान्ति र चङ्गाई अनुभव गर्न पाओस्। हाम्रो चर्च आत्मिक रूपमा बढोस् र हाम्रो जीवन तपाईँमा महिमा दिने होस्। त्यसै गरी हामी रोगी र बिरामीको लागि पनि प्रार्थना गर्दछौँ।
हे दयालु पिता, आज हामी सबै मिलेर रोगी र बिरामीलाई तपाईँको सामु ल्याउँछौँ, जसलाई क्यान्सर रोग, मुटु, मृगौला, मधुमेह, मानसिक पीडा वा अन्य रोग छन्। तपाईँको चङ्गाईको हातले स्पर्श गर्नुहोस्। यसो तपाईँ महान चिकित्सक हुनुहुन्छ। तपाईँले अन्धोलाई आँखा दिनुभयो, लङ्गडोलाई उठाउनु भयो। आज पनि तपाईँ उही हुनुहुन्छ। रोगीको शरीरमा शक्ति होस्, परिवारमा आशा रहोस्। तपाईँको नाममा चङ्गाईको सामर्थ्य बाँडियोस्। ऋणले थिचिएकाहरूको लागि प्रार्थना। हे स्वर्गीय पिता, आज हामी तिनीहरूलाई तपाईँको सामु ल्याउँछौँ जो ऋण र आर्थिक समस्याले थिचिएका छन्। प्रभु, तपाईँले भन्नुभयो, तिमीहरूले सबै चिन्ता मेरोमा हाल, हामी हाम्रो बोझ तपाईँमा अर्पण गर्दछौँ। ऋण तिर्न बुद्धि, अवसर र आशिष दिनुहोस्। अन्यायपूर्ण शोषणबाट बचाउनुहोस्। आर्थिक कठिनाइ बीच पनि तपाईँको विश्वास योग्यताले मार्ग खोलिदिनुहोस्। जसरी तपाईँले विधुवाको तेल बढाइदिनु भयो, त्यसै गरी हाम्रो जीवनमा पनि चमत्कार होस्। प्रभु, अनि मेरो परिवार र व्यक्तिगत जीवनको लागि प्रार्थना। हे दयालु पिता, आज म मेरो परिवार र व्यक्तिगत जीवन तपाईँलाई अर्पण गर्दछु। हाम्रो घरमा मेलमिलाप, शान्ति, प्रेम र अनुशासन रहोस्। रोग, दुर्घटना, विपत्तिबाट जोगाउनुहोस्। म होटलमा काम गर्ने भएकाले प्रभु, मेरो काम तपाईँको हातमा राख्दछु। मेरो बोली, विचार र निर्णयहरू तपाईँको आत्माले निर्देशन गरून्। प्रभु, मेरो व्यक्तिगत जीवन तपाईँको योजनामा चलोस्। तपाईँको इच्छा बाहेक म कुनै बाटो नचलौँ र मेरो परिवार तपाईँको सामर्थ्य आत्मा सुरक्षित रहोस्। प्रभु, अनि म प्रार्थना गर्दछु आत्माको लागि। हे स्वर्गीय पिता, म मेरो आत्मालाई तपाईँको सामु अर्पण गर्दछु। मेरो आत्मा तपाईँको वचनमा स्थिर रहोस्। पाप र अन्धकारबाट टाढा रहोस्। पवित्र आत्माले मेरो आत्मालाई शुद्ध पारिदिनुहोस्। तपाईँको आवाज सुन्ने, तपाईँको मार्गमा चल्ने र अनन्त जीवनको बाटोमा दृढ रहने हृदय दिनुहोस्। प्रभु, मेरो आत्मा तपाईँको हातमा सुरक्षित रहोस्। समर्पण प्रार्थना। हे दयालु प्रभु, आज म मेरो सम्पूर्ण जीवन तपाईँलाई समर्पण गर्दछु। मेरो हृदय, मेरो विचार, मेरो भविष्य, मेरो समय सबै तपाईँको हातमा अर्पण गर्दछु। म अब मेरो इच्छा अनुसार होइन, तपाईँको इच्छा अनुसार बाँच्न चाहन्छु। प्रभु, मेरो बोली, काम र जीवन तपाईँलाई मात्र महिमा दिने होस्। यी सबै कुरा यसो ख्रीष्टको सामर्थ्य नाममा प्रार्थना गर्दछौँ। आमेन।